नेपालको जस्तै बाटो छैन। यस्तो कुनाबाट गाडी छिराउनु पर्छ, यो ठुलो गाडी हल्का मिस्टेक भयो कि त ठोकिहाल्छ। ऊ त्यो गल्लीबाट छिराउनु पर्छ क्या गाडी। 중국 반지开중국 안开중국 안开2年了我韩国的한국 온지 2년 됐어요? 2년만 됐어요? नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ ब्लगमा। म तपाईँको साथी रजिन बस्नेत। सधैँ चाहिँ आज पनि मेरो ड्युटी सुरु भइसक्यो। आज चाहिँ म यहाँ कोरियाको मोमो घर र अर्को एक ठाउँमा सामान पुर्याउन जाँदैछु। मोमो घर भन्नाले मान्दु छिप भन्छ कोरियन भाषामा। मान्दु भनेको मोमो भइहाल्यो, छिप भनेको घर हो होइन। त्यहाँ चाहिँ सामान पुर्याउन जाँदैछु। सामान भन्नाले च्याउ कम्पनीमा काम गर्छु। तपाईँहरूले मेरो पुरानो भिडियो हेर्नुभयो भए थाहै छ तपाईँहरूलाई होइन। अनि गाडी चाहिँ मैले रेडी गरेर राखिसकेँ। अब फटाफट सामान हालेर लागिहालौँ है त। यो हो मेरो गाडी। ढोका यसरी साइडको दुईवटा खोल्नुपर्छ। सामान हाल्ने काम सक्यो। अब ढोका लगाएर यहाँ बाँधेर यसलाई हामी चाहिँ लागिहालौँ है त। रातो चुच्यो भने चाहिँ यो ढोका तल झर्छ यसरी। अनि यो अर्को निलो कलरको चुच्यो भने चाहिँ ढोका यसरी माथि जान्छ है। यो देखिरहनु भएको दुईवटा प्यालेट यो र त्यो चाहिँ मोमो घरमा पुर्याउने हो। अनि यो र उतापट्टिको अर्को च्याउ चाहिँ अर्को ठाउँ पुर्याउने हो। अनि त्यो सिरियस छ। कम्पनीबाट बाहिर निस्किँदैछु। यहाँबाट उकालो चढ्नुपर्छ, त्यसपछि हाइवे छिर्नुपर्छ। हाइवेलाई चाहिँ कोरियन भाषामा खोसोकदोरो भन्छ है। यहाँबाट आधी घन्टा लाग्छ एक ठाउँमा पुग्न। यो मोमो पसल चाहिँ दुई ठाउँमा छ। एउटै साउको दुईवटा पसल छ। फर्स्टको पसल पुग्न चाहिँ आधी घन्टा जति लाग्छ। अनि त्यसपछि त्यहाँबाट अर्को पसल पुग्न चाहिँ 15 मिनट जति लाग्छ। अनि त्यो मोमो पसलमा दुई ठाउँमा सामान झारिसकेपछि अर्को त्यहाँबाट लगभग 1 घन्टा जति जानुपर्छ अर्को ठाउँमा सामान झार्नको लागि। अनि यो दुईवटा ठाउँमा सामान झारेर आएपछि फेरि दिउँसो खानासाना खाएर अनि अर्कै ठाउँमा सामान झार्नुपर्ने छ। आज दिनभरि बाहिर नै भइन्छ लगभग आज पनि है। अब यहाँबाट हाइवे सुरु भयो। यो चाहिँ हाइवेको टोल गेट हो। आज अलि मौसम धुम्म छ है। पानी पर्ने छ। अहिले 9 बजीतिर पानी पर्छ। अहिले 8 बज्न लाग्यो। 7 बजीदेखि ड्युटी सुरु भएको। सामान हाल्दा ओर्दा सामान रेडी गर्दा ओर्दा 1 घन्टा जति लाग्यो। यो चाहिँ 2 लेनको हाइवे हो। अनि यो लेफ्ट साइडमा हो त्यो सानो गाडी गइरहेको छ नि अगाडि, हो त्यो साइडको लेनलाई चाहिँ फास्ट लेन भन्छ। अनि यो म कुदिरहेको लेनलाई चाहिँ सेफ लेन भन्छ है। अब सेफ लेन किन भन्छ भने यता साइडमा हेर्नु हो भने ग्याप टन्नै छ नि त। उतापट्टि ठाउँ अलि धेरै ग्याप छ है। अनि यतापट्टि हेर्नु हो भने चाहिँ त्यो लेन सकिने बित्तिकै डिभाइडर छ क्या। अनि त्यो लेनमा चाहिँ अलि रिस्क हुन्छ ठुल्ठुलो गाडी कुदाउनलाई होइन। त्यही भएर यो लेनबाट लानुपर्छ। त्यो लेनमा चाहिँ अलि स्पिड जानेहरू अलि हतार भएकोहरू मान्छेहरू चाहिँ त्यो लेनबाट गाडी कुदाउँछ। हाम्रो जस्तो यो हेभी ट्रकहरू अनि अलि हतार नभएको अलि बिस्तारै कुदाउनेहरूले चाहिँ यो सेफ लेनबाट गाडी कुदाउँछ। अनि तपाईँ स्लो गाडी कुदाइरहनु भएको छ, त्यो फास्ट लेनमा जानुभयो भने अरूलाई डिस्टर्ब हुन्छ होइन। त्यही भएर आफू चाहिँ अलि ठिक्कको मिडियम स्पिडमा ड्राइभ गर्ने खालको छ भने चाहिँ सेफ लेनबाट गाडी कुदाउनु पर्छ।
म चाहिँ अहिले सुरुको सामान झार्ने ठाउँमा आइपुगिसकेँ है। सामान झार्ने ठाउँ चाहिँ यही हो, यहाँको मोमो पसल मान्दु चिप भन्छ होइन, मोमो घर हो नेपालीमा भन्नुपर्दा चाहिँ। ठुलो चाहिँ यो चाहिँ लास्टै चल्छ है। यहाँको मोमोमा चाहिँ च्याउ पनि हाल्छ, त्यही भएर च्याउ पुऱ्याउन आएकोमा चाहिँ। 중국刚才开，中国韩台中国韩台2年了，如果韩国2年，韩国건지 2년 됐어요? 2년만 됐어요? 네, 2년. 조금 라인이 내년 가요? 내년 가요? 또 와요? 다시 와요? 갔다 다시 와요? 네. 아니요, 안 와요? 중국 돈 없어요? 아니, 중국도 일 많이 있어요, 아니요? 미국 한국. 이거 중국 반? 한국보다 반? 안녕하세요.来这儿玩啊？对，上华我媳妇儿，刷碗，来多少钱了？我来1年。来1年了，多少几个人？ 고맙습니다. 啊，不懂。 एक ठाउँको सामान झारिसक्यो, अब अर्को ठाउँ जाँदैछु। त्यो अघि मसँगै सामान झार्ने दाइ चाहिँ चाइनिज हो। चाइनिजहरू त हेर्दाखेरि कोरियन जस्तै देखिन्छ होइन, बोल्दाखेरि मात्र थाहा हुन्छ, नत्र हेर्दाखेरि चाहिँ थाहा हुँदैन। कोरियामा चाहिँ अहिले म्याक्सिमम् चाइनिजहरू छ अरे। उता छेजुदो भन्ने आइल्यान्डमा त झन् प्राय सबै चाइनिजहरूले जग्गा सग्गा किनेर कम्पनी सम्पनी खोलेर बसेको छ भन्थे है। त्यो अहिलेको चाइनिज दाइलाई मैले चाइनामा त्यत्रो काम छ त किन यहाँ आएर काम गरेको भनेको, बिचरा चाइनामा चाहिँ कोरियाको भन्दा आधी पैसा मात्र आउँछ अरे स्यालेरीको रूपमा, अनि त्यही भएर यहाँ काम गर्न आएको भन्थ्यो। यहाँ अर्को सामान झार्ने ठाउँ आइपुगिसक्यो। यहाँ हल्का उकालो लाग्नुपर्छ यहाँबाट, यस्तो खतरा छ क्या यहाँको बाटो, नेपालको जस्तै बाटो छैन। अब त्यहाँ यस्तो कुनाबाट गाडी छिराउनु पर्छ, यो ठुलो गाडी हल्का मिस्टेक भयो कि त ठोकिहाल्छ। ऊ त्यो गल्लीबाट छिराउनु पर्छ क्या गाडी, जङ्गलको यो गल्लीबाट छिराउनु पर्छ क्या, यो गल्लीबाट कम गाह्रो हुँदैन यहाँबाट गाडी छिराउन। गाडी ठुलो छ, बाटो सानो छ क्या, यस्तो छ है बाटो। नेपालको अस्ति यो पसल चाहिँ त्यो जङ्गलको कुनामा खोल्या छ। त्यही नि मान्छे यति आउँदैन, यति प्याक हुन्छ यहाँ। मोमो कस्तो मन पराएको होला, म त मनै पर्दैन भने यो खिम्ची हालेको हुन्छ मोमोमा होइन, च्याउ हाल्छ, खिम्ची हाल्छ, अनि मासु नि हाल्छ, हाल्न त स्वादै मिठो लाग्दैन मलाई यहाँको मोमो त। 재성이 있어요, 재성이 안 되니. 네, 있어요. 그러면 이거 사장님과 여쭤보기 위해서요. 여기 혹시 여기사에서 아니 한국에서 뭐 아픈 얘기 없어요? 없어요. 공격에서. 오늘 다른 데로 벌써 보내요. 많이 여기만 왜냐면 말씀하신 이거 제가 다른 데 갖다 줘서 맨날 갖다 주는 거 많았다. 같은 거. 거기 내장부가 안에 있어요? 아니면 밖에 있어요? 안에 있어요. 그거야, 정답.
दुई ठाउँमा सामान झार्ने काम चाहिँ सकियो। अब यहाँबाट लगभग 45 किलोमिटर जति टाढा जाँदैछु। लगभग 1 घन्टा जति लाग्छ टाइम चाहिँ। अनि त्यहाँ गएर सामान झारेपछि अनि फर्किँदाखेरि कम्पनी आइपुग्दाखेरि 12 बजेभित्र कम्पनी आइपुग्यो भने चाहिँ कम्पनीमै खाना खान्छु होइन। नत्र 12 बजेपछि कम्पनी आइपुग्ने रहेछ भने चाहिँ बाटोमा एउटा रेस्टुरेन्ट छिरेर त्यतै खाना खाएर आउँछु। ल म यो लास्टमा बाँकी भएको सामान 2 प्यालेट पुऱ्याउने कम्पनी आइपुगिसकेँ। कम्पनी चाहिँ यस्तो छ, सानो छ हाम्रो भन्दा, तर हाम्रो जस्तै खालकै छ छन्न चाहिँ, तर अलिक सानो छ हाम्रो भन्दा है। यहाँ पनि नेपाली साथीहरू टन्नै छ। ठिकै छ लान्छु है। साथीहरू आजको आधी काम चाहिँ सकियो होइन। अब आधी काम बाँकी नै छ बाँकी त, तर यो भिडियो चाहिँ यतिसम्मै गर्नु पर्ला। अब 11 बजे, 7 बजेदेखि काम सुरु गरेको, अहिले 11 बजे। अब कम्पनी पुग्दा ओर्दा 12 सवा 12 हुन्छ। त्यसपछि खाना खानु पर्यो। खाना खाँदा ओर्दा 1 बज्छ। अनि 1 बजेदेखि फेरि ड्युटी सुरु हो। 12 बजेदेखि 1 बजेसम्म ब्रेक हो हुन चाहिँ। अनि अब अर्को 2 ठाउँमा जानु परिन्छ अझै जान त। त्यो चाहिँ अब अर्को भिडियोमा कभर गरौँला। एउटै भिडियोमा लामो राख्यो भने पनि हेरिनलाई पनि झ्याउ हुन्छ, तपाईँहरूलाई पनि झ्याउ लाग्छ। त्यही भएर आजको लागि चाहिँ यति नै गर्छु। भिडियो राम्रो लाग्यो लाइक गरिदिनु, अनि मेरो च्यानललाई पनि सब्सक्राइब गरेर राख्नु। अब हाम्रो भेट अर्को भिडियोमा हुने नै छ। त्यतिन्जेलको लागि चाहिँ मलाई बिदा दिनु। बाई बाई।